नमस्ते साथीहरु, वेलकम ब्याक टु माई च्यानल रेजिना डाङ्गी भ्लग। फेरि पनि हजुरलाई आजको मेरो भ्लगमा स्वागत छ। सबैजना सन्चै हुनुहुन्छ होला भन्ने आशा राखेको छु अनि म पनि एकदमै सन्चै छु। आज चाहिँ हेर्न सक्नुहुन्छ म नारायणपुरको पार्कमा आएको छु। हेर्न सक्नुहुन्छ त्यहाँ अगाडि गौतम बुद्ध हुनुहुन्छ, हेर्न सक्नुहुन्छ। यता चाहिँ पार्क निर्माण भइरहेछ। कति राम्रोसँग फुल फुलेको छ साथीहरु रुखमा। नरिवलको रुख हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ केरा फल्न लागेको छ साथीहरु। अब चाहिँ म चढेर यहाँबाट सिधै माथि टपमा जान्छु। अब साथीहरु माथि जाँदैछु। अहिले चाहिँ म एक्लै आएछु कि म पार्कमा घुम्न पनि कति हाँस्नु। त्यो तल हेर्नुहोस्, त्यहाँ बाजे बजू बस्नु खा। अनि यहाँ यस्तो फुलहरू छ। अनि म चाहिँ यता यो कोकोनटको रुख। अनि म अझै पनि म टपमा जान चाहन्छु। लागे म चाहिँ यस्तरी सिडी चढ्दै आएको थिएँ। ल ल ल अहिले चाहिँ म टपमा आइसकेँ। हजुरहरू पनि नारायणपुर आखिर आउन सक्नुहुन्छ यो पार्कमा। त तल ग्राउन्ड भइसक्यो। म चाहिँ त्यो तलको सबै राउन्ड मारेँ। अहिले चाहिँ माथि आएर म चाहिँ यस्तरी सिडी चढिरहेको थिएँ। त्यहाँ तलदेखि यस्तरी चढेर मजा छ मलाई त्यसरी यहाँ माथि आएर गनगन एक्लै गर्नुमा पनि। हजुरहरू पनि आउनु आफ्नो साथीसँग मजा आएन? एक्लै आए कस्तो अर्कै लागेको छ। नारायणपुर बजार है साथीहरू। बाहिर चाहिँ हेर्नु न यहाँ कपालको चाहिँ म चाहिँ त्यहाँ टपदेखि अहिले चाहिँ तल झरिसकेँ साथीहरू। अब चाहिँ म पारी गएर पिङ खेल्नु पऱ्यो भनेर थिएँ। त्यहाँ चाहिँ खेलिरहनु बारे छ अरू। म पनि गएर खेल्छु। एक साइडको पिङ खाली छ। अब चाहिँ म पारी गएर पिङ खेल्छु। अब चाहिँ मसँग बसेर एक्लै खेल्छु पिङ। म अनि मेरो बिहा दुईजना पिङ खेल्दैछौँ। आज चाहिँ म यहाँ आउनुपर्ने मेन उद्देश्य त त्यस्तो केही थिएन साथीहरू। त्यही आमाको मोबाइल बनाउनु थियो, त्यही भएर आएको थिएँ। अनि किन त्यत्तिकै घर फर्किनु भनेर म चाहिँ पार्कमा आएँ। मुख धोएर निस्किसकेँ यहाँबाट। धेरै बेर बस्नुहुन्न किनकि मलाई घर जान ढिलो हुन्छ अहिले। हजुरहरूलाई कस्तो लाग्यो ठाउँ भन्नुहोस्। यता चाहिँ रेस्टुरेन्ट छ। म जतिको कन्फिडेन्सवाला चाहिँ हुनुपर्छ कि एक्लै पनि मोबाइल ठराएर हिँड्दिने। त्योदेखि माथि चाहिँ सेकेन्ड हाउस हो। अब सेकेन्ड हाउसमा आएर पनि घुम्न सक्नुहुन्छ हजुरहरूले। अहिले चाहिँ आइसकेँ म मेन रोडमा। हानेर झरेर नारायणपुर झरेर ठ्याक्कै यता आएर भित्र पार्कमा जान सक्नुहुन्छ। ठ्याक्कै पाहाडीबाट बस आउँदै रहेछ। म चाहिँ यहाँ अगाडि बसमा आएर बसिसकेँ साथीहरू। अब चाहिँ म यहाँबाट बडीमा कति मिनट लाग्छ होला? 10 मिनट। यसै 10 मिनटमा पुग्छ। फ्याक्ट्री चाहिँ साथीहरू यही बाटोबाट जान्छ। यही माथि रोक्दिनलाई यहीँनिर। म आएको बस पनि गइसक्यो उता। अब चाहिँ म चिकन मासु पसलमा आइसकेँ। आन्टी पसलमा आउनु न। मेरो घर जाने बाटो सन्चै हुन्छ। उता चाहिँ हाम्रो फुपू हुन्छ। बस्नु बाजु त्यहाँ मजासँग। पछाडि चाहिँ गुरुकुलको बस आइसक्यो। त्यहाँ चाहिँ बाबु हेर्नु कस्तो राम्रोसँग फुटबल खेल्छ रहेछन्। आमासँग पनि ठ्याक्कै भेट भयो। हाम्रो अब त्यहाँ हुनुहुन्छ। अब आमा र म चाहिँ हामी घरतर्फ लाग्दैछौँ। ल बाई साथीहरू, आजको भ्लग यति नै। म यहीँ गर्छु। फेरि भिडियोमा भेटौँला।